अहिले 3 महिना पछाडि रविलाई निकालियो जेलबाट। त्यही सुदन गुरुङ रविसँग जाने, अर्को रविसँग जाने, अर्को रविसँग जाने भनेपछि अनि यहाँ बाहिर के भनेर हिम चलाइन्छ नि? बाघ आयो, बाघ आएको छ बाहिर, सहकारी जोगाएर राख्नुहोस्। होइन भने बसौँ टेबलमा डिस्कस गरौँ। उहाँले त स्वीकार्नु भयो, त स्वीकारेर जरिमाना तिर्नुभयो। कस्तो नबुझेको। अब अहिले उहाँका मान्छेहरूले के भन्छन्? चितवनतिरका 1-2 महिला छन्, ए कृष्ण भन्ने खालका मुख छाडिहाल्छन्। यो दुर्गा प्रसाई भाते भनेर मुख छाड्न थाल्छन्। ए छाडा, तर यथार्थ कुरो त मैले भनिदिएको। तिम्रो बाघ थुनिन्छ कि त मुद्दा फिर्ता लिनु पर्यो। रवि लामी छानेको मुद्दा फिर्ता लिँदा नि अरू 600 झन्डै 700 जना मान्छे त्यस्ता थुनिएका छन्, तिनको मुद्दा फिर्ता लिन्छ कि लिँदैन? रवि लामी छाने त्यसरी छुट्दाखेरि, धरटीमा छुट्दा अरू पनि सिभिल आमाहरू पनि त छुट्नु पर्यो नि त, सहकारीकै। हामी पैसा तिर्छौँ भनिरहेछन्। नखु जेलबाट कैदीहरू भागेका छन्। अनि यिनीहरू प्रधानमन्त्री बाँडसाँड, प्रधानमन्त्री त हिजो केपी प्रचण्ड शेरबारीले बाँडेकै हुन् नि। अहिले बालेन्द्र के भन्छ? रवि 2टा प्रधानमन्त्री बाँड्ने अरे। अब यिनीहरूको बुवाको देश जस्तो नि, क्या गजबको कुरा। हामी पनि जिउँदैछौँ, खबरदार। हेरौँला। पहिला सर्वहारा वर्ग र भुइँ मान्छेको यो ऋणमा तलमाथि नहुन्जेल चुनावै हुन दिँदैन। तपाईँहरूले के बुझ्नु होला भने नि, पहाड त म जान्दिनँ है, पहिलोचोटि हो पहाड है। मधेसमा त नछिड्दा हुन्छ नेता, मधेस त त्यस्तो छ, लगाउँछन् त्यहाँ त आगो। अस्ति ज्योति विकास ब्याङ्कमा लगाइदिएन, कालो मोसो दलेर जुत्ता माला लगाएर है सुरु गरे। उनीहरूले त भनेका छन् वार्ता मिलेगा त मिल्बे तो मिल्बे, नै मिल्बे त यहाँबाट कुनै उनीहरूको भाषामा भन्छन् खेत दिने। हाम्रो ससुराली उता हो, हामीलाई के मतलब र भन्छन्। अब त्यही हुन्छ। मैले भनेको छु, पुटिनले के भनेको थियो भने नि, भ्लादिमिर पुटिनले अमेरिकाले धम्की दिँदाखेरि संसारमा रसिया भन्ने देश रहँदैन भने अरू देशको पनि अस्तित्व रहँदैन, अरू देश पनि हुँदैनन् भनेर भनेको थियो। अब यो देशमा गरिब सर्वहारा वर्ग र भुइँ मान्छे बाँच्दैनन् भने नि, ती सामन्तीहरूको पनि अधिकार छैन, बाँच्दैनन्। यो कुरा प्रष्ट छ।